हेर्न सक्नुहुन्छ हामी पहिलाको भिडियोमा यतिसम्म बनाएका थियौं। अब हामी यही ड्रइङबाट के गर्छौं कन्टिन्यू गर्नेछौं। अब यसको लागि चाहिँ यतापट्टि डोर रहेको छ, भेन्टिलेसन विन्डोहरु रहेको छ। यो सबै हामीले यस भिडियोमा हाल्ने छ। डोर विन्डोहरु यो स्टेयरहरु पनि यसै भिडियोमा बनाउँछौं है त। अब त्यसको लागि सुरुमा यो विन्डो बनाऊँ है त। विन्डो कतिको छ एकचोटी नापौं। विन्डो 6 फिटको विन्डो रहेछ है त। यो W1 हो भनेपछि यो पनि W1 हो। यो W1 W1 सबै W1 कै विन्डो छ है त। भनेपछि कतिको रहेछ 6 फिटको रहेछ है त। भनेपछि मैले के गर्छु भन्दाखेरि यो लाइनमा के गर्छु विन्डो हाल्छु है त। त्यसको लागि चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ यो ग्रिड लाइनले चाहिँ हामीलाई यहाँ अलिकति अप्ठ्यारो बनाउँछ। त्यही भएर यसलाई म के गरिदिन्छु फ्रिज गरिदिन्छु कि यो लेयरलाई। भनेपछि हेर्न सक्नुहुन्छ ग्रिड लाइन हटाइसकेको छ। अब त्यसको लागि म विन्डो बनाउनको लागि सुरुमा यसको मिड पोइन्टबाट लाइन तानेर तलमाथि अफसेट गरेर चाहिँ के गर्छु विन्डो बनाउँछु। त्यसको लागि म सुरुमा यल इन्टर गरेँ। यसको मिड पोइन्टबाट यो ट्रायंगलले के भन्छ मिड पोइन्ट भन्छ। यो लाइनको चाहिँ मिड पोइन्ट भन्छ। तपाईहरुले वाल बनाउँदाखेरि सुरुमा यो सर र पोइन्ट लाइन बनाउनु भने यो समस्या आउन सक्छ। यसलाई अफसेट गरिदिनु भयो। त्यही भएर चाहिँ म तपाईको यो पुली लाइन बनाउँदाखेरि चाहिँ यो कुलुम भित्र पनि लाइन आउँथ्यो र त्यसपछि ट्रिम गर्न पर्ने हुन्थ्यो। त्यही भएर मैले सिम्पली कुलुमलाई मात्रै के गरेँ वालले जोइन गरेँ है त। अब हामी यसमा विन्डोज हाल्छौं है त। त्यसको लागि मैले के गर्छु लाइन भन्ने कमान्ड लिएर आउँछु। लाइन भन्ने कमान्ड र अब यसमा हामीले के गर्ने छ विन्डो हाल्ने छौं। विन्डोको लागि म यल इन्टर गर्छु। विन्डो सुरुमा मिड पोइन्टबाट लाइन तान्ने छु। 6 फिटको विन्डो छ भने चाहिँ अफसेट कति गर्छु 3 फिट इन्टर गर्छु। यो लाइनलाई माथि यो लाइनलाई तल गर्छु र फेरि यल इन्टर गर्छु। कुन पोइन्टबाट यो सेन्टर मिड पोइन्टबाट तल। अब फेरि यो लाइनलाई अफसेट गरिदिनुस् 1 इन्टर गरिदिनुस्। यसलाई माथि यसलाई तल र हाम्रो यो सेन्टरको लाइन चाहिँदैन। यसलाई सिम्पली सिलेक्ट गरेर गरिदिनु डिलिट गरिदिनुस्। यसरी हामीले हेर्न सक्नुहुन्छ विन्डो बनिसकेको छ। यो विन्डोलाई यसरी सिलेक्ट गर्नुस्। यसरी सिलेक्ट नगर्नुस् है त। यसरी सिलेक्ट गर्नु भने के हुन्छ यो ग्रीन लाइनले जुन लाइनलाई टच गर्छ त्यो सबै सिलेक्ट हुन्छ। त्यही भएर यति मात्रै पोर्सनलाई सिलेक्ट गर्न छ भने यतापट्टि सिम्पली यो लाइनले ब्लू कलरको यो यतापट्टि राइट साइडतिर चाहिँ यसरी सिलेक्ट गर्नु भने चाहिँ के हुन्छ तपाईको यति विन्डो मात्रै सिलेक्ट हुन्छ के। त्यही भएर यसरी सिलेक्ट गर्नुस् र यसलाई विन्डो भन्ने लेयरमा राखौं है त। मेरो हल्का ल्याग भइरहेको छ। यसलाई म के गर्छु विन्डो भन्ने लेयरमा राखिदिन्छु। स्केप गर्नुस्। हेर्न सक्नुहुन्छ विन्डो भन्ने लेयरको अनुसारै यो के भयो विन्डो भन्ने लेयरमा बसेको छ। यसलाई म यो ब्लकमा रहन्छ। हेर्न सक्नुहुन्छ यो ब्लकमा रहन्छ। म यसलाई के गर्छु ब्लक बनाइदिन्छु है त एउटा। बी इन्टर गर्नु त्यसको लागि ब्लकको लागि र विन्डोको नाम दिनुस् WINDOW विन्डो 1 भनेर। अब सिलेक्ट गरिसकेका छौं हामीले पिक पोइन्ट दिन पर्ने हुन्छ। कुन पोइन्टको भने यो पोइन्टमा चाहिँ के गरिदिनुस् इन्टर गरिदिनुस्। हेर्न सक्नुहुन्छ एउटा ब्लक बनिसकेको छ। अब यही विन्डोलाई हामीले कहाँ राख्नु पर्यो त विन्डो। हेर्न सक्नुहुन्छ यहाँ छ यतापट्टिको साइडमा पनि छ तल पनि छ। यो केही भनेको छैन भने यो के हुन्छ वालको मिड पोइन्टमा हुन्छ है त विन्डो। हेर्न सक्नुहुन्छ 1 2 3 4वटा यता माथि नि एउटा 5वटा रहेछ। भनेपछि म यसलाई सिम्पली के गर्छु CO कपी गर्छु। कपी कुन पोइन्टबाट यो पोइन्टबाट कपी गर्छु। यो पोइन्टलाई उठाएर यसको त पनि मिड पोइन्टमा राखिदिन्छु है त। फेरि त्यसै गरी यसलाई के गर्छु कपी गर्छु। कपी कुन पोइन्टबाट यो पोइन्टमा गएर यो पनि सिधै परपेन्डिकुलर यो पोइन्टमा राखिदिन्छु। हेर्न सक्नुहुन्छ यो पोइन्ट हाम्रो यहाँ मिड भएको छैन। यसलाई सिम्पली यहाँ समातेर यहाँ जोइन गर्न पनि सक्नुहुन्छ। यहाँ सेन्टरमै छ यो विन्डो पनि। अब यहाँ पनि विन्डो यहाँ। अब यो विन्डो यसरी छ हैन। अब हामीले के राख्नु पर्यो यसरी होरिजन्टल राख्नु पर्यो। यसको लागि मैले के गर्छु CO कपी गरेर एउटा कपी गरेर यहाँ राख्छु है त। त्यसलाई के गर्छु म RO रोटेट गरिदिन्छु। यो विन्डोलाई यसरी रोटेट गर्दिन्छु। रोटेट गरिसकेपछि यसलाई फेरि के गर्छु कपी गर्छु। कपी अथवा मुभ चाहिँ गर्दा पनि हुन्छ है त। मुभ गर्छु कुन पोइन्टलाई यो पोइन्टलाई लगेर कहाँ राख्ने यो लाइनको माथिपट्टिको लाइनको के हो सेन्टर पोइन्टमा। यदि तपाईले माथि यो वाल बनाउँदाखेरि पुल लाइनबाट बनाउनु भयो भने यहाँ सेन्टर पोइन्ट आउँदैन। त्यसको लागि चाहिँ यो विन्डोहरु राख्नलाई ज्याउ हुन्छ। त्यही भएर चाहिँ के गर्नुस् सुरुमा वाल बनाउँदाखेरि चाहिँ यो लाइनबाट मात्रै लाइन गर्नुस्। यो कुलमा चाहिँ यही लाइन चाहिँ यसरी यो लाइन कन्टिन्युअसली यसरी नलानु होला है त।
ल अब यो विन्डोलाई पनि फेरि कपी गरिदिन्छु म कपी कुन पोइन्टकोबाट यो पोइन्टकोबाट कहाँ यो यसको मिड पोइन्टमा हेर्न सक्नुहुन्छ हामीले विन्डो राखिसकेका छौँ हामीले विन्डो यहाँ पनि छ है त भनेपछि यो कति छ यो 4 इन्च वालमा छ त्यसको लागि चाहिँ म फेरि यहाँबाट लाइन तानेरै बनाउँछु है त विन्डो अहिले सेम प्रोसेस हो हेर्नुहुन्छ यहाँ नि विन्डो आइसकेको छ म यसलाई सिम्पली के गर्छु सिलेक्ट गरेर विन्डो भन्ने लेयरमा राखिदिन्छु है त यसबाहेक तपाईँले के पनि गर्न सक्नुहुन्छ भने यो लाइनलाई यसलाई सिलेक्ट गर्नुहोस् यसलाई सिलेक्ट गरेर म्याच प्रोपर्टी गर्नुहोस् सिलेक्ट द डेस्टिनेसन अब्जेक्ट यो ब्लक बनाएपछि नमिल्दो रहेछ जस्तै तपाईँले म त्यसलाई अहिले एकछिनमा भन्छु है त विन्डोमा सिलेक्ट गरिदिनु सिम्पली भइहाल्यो यो पनि विन्डो भयो अब यहाँ डोरहरू हालौँ है त डोरको लागि हेर्न सक्नुहुन्छ यहाँ हामीले विन्डोहरू हालिसकेका छौँ 1 2 3 4 5 वटा विन्डो हालिसक्यौँ अब हामीले डोर D1 D2 को दुईटा यो चाहिँ 2 फिट 6 इन्चको छ यो चाहिँ कतिको छ D1 चाहिँ कति छ 3 फिटको छ अनि मेन डोर चाहिँ कति छ 4 फिटको छ भनेपछि अब हामीले के गर्छौँ D1 भन्ने डोर बनाउँछौँ है त त्यसको लागि चाहिँ यो हाम्रो के थियो डी थियो भनेपछि मैले के गर्छु सिम्पली एउटा लाइन यलबाट यल इन्टर गर्छु र कति गर्छु 3 फिटको लाइन चाहिँ म के गर्छु तान्छु है त यल इन्टर गर्छु स्केप गरिदिन्छु र मैले के गर्छु भन्दाखेरि चाहिँ यो हामीले बनाइसकेको डोर डी जुन छ यसैलाई नै म यसमा ठ्याक्क फिट हुने गरेर मिलाइन्छु त्यसको लागि एउटा कमान्ड छ ALIGN लाइन भन्ने AL इन्टर गर्ने सर्टकट यसको यो पोइन्टलाई चाहिँ यो कर्नरमा फिट गर्न पर्यो र यसको यो इन पोइन्टलाई चाहिँ कहाँ फिट गर्न पर्यो यो फिट गर्नु पर्यो यति गरिसकेपछि के नगर्नु होला सिम्पली इन्टर गरिदिनुहोस् होला स्केल द अब्जेक्ट बेस्ड अन एलाइनमेन्ट भनेको छ वाइ इन्टर गरिदिनु होला हेर्न सक्नुहुन्छ हाम्रो डोर के आइसकेको छ यसको लागि चाहिँ यहाँको अब्जेक्ट यता आइसकेको छ त्यसको लागि म सिम्पली यसलाई सिलेक्ट गरेर मिटर गरिदिन सक्छु यसको लागि के भएन एफेट इन्टर है त हेर्न सक्नुहुन्छ हाम्रो डोर D1 बनिसकेको छ यो कतिको छ 3 फिटको छ फेरि डोर बनाइराख्नु पर्दैन कि यस्तो भयो भने एउटा डोर बनाउनुहोस् त्यसलाई के गरिदिनु एलाइन गरिदिनुहोस् हेर्न सक्नुहुन्छ अब यस्तो डोरहरू पनि चाहियो मलाई कपी गर्छु मैले यता राख्छु यसलाई के गर्छु रोटेट गर्छु है त अहिले यतिकै छोडौँ ल भनेपछि हेर्न सक्नुहुन्छ हामीले यो दुईटा उमा चाहिँ डोरलाई एलाइन गर्नुपर्ने हुन्छ डोर D1 र D2 लाई D1 भनेपछि चाहिँ यसको लागि म के गर्छु सिम्पली यसलाई कसरी रोटेट गर्छु भन्दा यसरी रोटेट गरेँ यसलाई म रोटेट गरिदिन्छु यसलाई म के गर्छु यम इन्टर गर्छु मुभ गर्छु यो पोइन्टलाई अठाएर त्यसको लागि चाहिँ हामीले यहाँ डोरको लागि ओपनिङ दिनुपर्ने हुन्छ यल इन्टर गरेँ मैले सिम्पली यहाँ पोइन्टबाट कति 3 फिटको हो 3 फिटबाट के गर्छु यतापट्टि माथि आउँछु र यो बिचको लागि गर्छु ट्रिम गरिदिन्छु हेर्नुहोस् अब यसलाई सिलेक्ट गर्छु र मुभ गरिदिन्छु कुन पोइन्टबाट यो पोइन्टलाई सिलेक्ट गरेर कहाँ यो पोइन्टमा हेर्नु सक्नुहुन्छ हाम्रो ठ्याक्कै डोर यहाँ के मिलिसकेको छ यसलाई सिलेक्ट गर्छु सिम्पली मिरर गर्छु डोर यस्तो एलाइनमेन्टमा थिएन होला यस्तै थियो भनेपछि चाहिँ म यसलाई के गर्छु मिरर गरिदिन्छु यत्तिकै नगरेँ अहिलेलाई अथवा यसलाई फालिदिँदा पनि के भएन यसलाई सिलेक्ट गरेर यम इन्टर गर्छु यो पोइन्टलाई लगाएर यहाँ राखिदिन्छु है त अब सिम्पली यसैलाई के गरिदिन्छु मिरर गरिदिन सक्छु मिरर कुनको यो कुलुमको बिचबाट ठ्याक्कै हेर्नु न नो गरिदिएँ मैले अब टिआर ट्रिम गर्न पर्यो यसरी ट्रिम गर्न पर्यो यो अब्जेक्टलाई रोकिनु त यहाँ हाम्रो पहिले लाइनको गइसक्यो मैले यसलाई मुभ गरेर हल्का तल ल्याएँ यसलाई मैले डिलिट गर्छु र यल इन्टर गरेर यहाँबाट यसरी ठ्याक्क बनाउन सक्छु यसलाई मुभ गरिदिएँ अलिकति बढी आयो भनेपछि मैले यहाँबाट एउटा लाइन तानेँ यसलाई के गर्छु मुभ गर्छु हल्का यतापट्टि अनि टिआर गरिदिन्छु माथिको पोर्सनलाई
सेलेक्ट गर्छु, यसलाई सेलेक्ट गरेर यहाँ राखिदिन्छ क्या। अलिकति मिलेको छैन, यसलाई मैले ठ्याक्कै यहाँ मिलाइदिएँ है त। ल म यसलाई डिलिट गर्न सक्छु। हेर्न सक्नुहुन्छ हामीले डोरहरू हालिसकेका छौँ। डोर हालिसकेका छौँ। अब भेन्टिलेसनको लागि पनि चाहिँ हाम्रो ड्रइङमा कति भनेको छ, 2 फिट 6 इन्चको भनेको छ है त। यो भनेपछि 2 फिट 6 इन्चको भेन्टिलेसन र यतापट्टि कति 3 फिटको चाहिँ सेन्टरमा, यतापट्टि 1 फिट 2 इन्च भनेपछि सेन्टरमा छ होला यो 3 इन्च र 2 फिट 6 इन्चको चाहिँ के गर्छ भेन्टिलेसन पनि हाल्छौँ है त। त्यसको लागि चाहिँ के गर्नुहोस्, यहाँ एउटा लाइन तान्नुहोस्, यसरी लाइन तान्नुहोस् र अब फेरि के गर्नुहोस् भन्दा यो लाइनलाई सेलेक्ट गर्दा के भयो, यहाँ इन्टर गरेँ मैले, हेरेर एउटा लाइन तानेँ र त्यसबाट फेरि अर्को लाइन तान्छु यो मिड पोइन्टबाट यहाँ माथि 2 फिट 6 इन्च छ भने अफसेट कति गर्नुहोस् 1 फिट 3 इन्टर, यसलाई लेफ्ट यसलाई राइट। ल यहाँ इन्टर गरेँ, फेरि यहाँ मिड पोइन्ट अफसेट गर्छु 1 गर्छु, यसलाई माथि यसलाई तल, यो बिचको लाइन चाहिँदैन, यसलाई के डिलिट, यसलाई सिम्पली यसलाई सेलेक्ट गर्छु र यसलाई के गर्छु अहिलेको लागि म यसलाई विन्डो भन्ने लेयरमै राख्दिएँ है त। भेन्टिलेसन हो, म त्यसको लागि म नयाँ लेयर बनाउँछु। नयाँ लेयर बनाउनको लागि यल ए इन्टर सर्टकट रहेको छ, यहाँ हटाउनु होला। नयाँ लेयरको लागि PEN मात्रै गरिदिएँ त भेन्टिलेसनको लागि। येल्लो म हल्का कलर दिन चाहन्छु, यो भन्दा नि ल रेड दिउँ है त। यो भयो, यो लाइनहरू 0.25 गरिदिएँ ल, सेभ गरिदिएँ। म सिम्पली यसलाई सिलेक्ट गर्छु र किन भेन्टिलेसन भन्ने लेयरमा राखिदिएँ र यसलाई एउटा ब्लक पनि बनाइन्छ है त। म यसलाई सिलेक्ट गर्छु, बी इन्टर गर्छु, PENT भनेर चाहिँ पिक पोइन्ट एउटा पनि दिएर यसो गरिदिन्छु, ब्लक बनिसकेको छ। अब त्यस्तै गरेर अब हेर्न सक्नुहुन्छ यहाँ चाहिँ के छ हाम्रो डोर डी छ कि, फेरि डोर डी छ भनेपछि चाहिँ के हुन्छ, यो लाइनबाट 2 फिट 6 इन्च यतापट्टि के हुन्छ अफसेट गरेर म यो डोर बनाउन सक्छु है त। भनेपछि यहाँ इन्टर गरेँ, 2 फिट 6 इन्टर गरेँ, यो इन्टर गरेँ, 2 फिट 6 इन्टर गरेँ, यो लाइनलाई यतापट्टि गर्छु र यो लाइनलाई के गर्छु म एक्सटेन्ड गरिदिन्छु यसरी। एक्सटेन्ड गरिदिइसकेपछि फेरि के हुन्छ, लाइन पनि एक्सटेन्ड गरिदिन्छु र बिचकोलाई के गरिदिन्छु यसरी ट्रिम गरिदिन्छु है त। अब 3 फिटको छ यो लाइन हेर्न सक्नुहुन्छ, यो चाहिँ यति मात्रै लाइन छ भनेपछि यो इन्टर गर्छु, यो लाइनको मिड पोइन्टबाट लाइन तान्छु, अफसेट गर्छु कति 1.5 फिटको 3 इन्चको छ भनेपछि डेढ भनेपछि यो इन्टर गर्नुहोस्, यहाँबाट यहाँसम्म जानुहोस्, यो इन्टर गर्नुहोस्, एकको लागि यो त सबैको लागि सेम प्रोसेस भइहाल्यो। यो बिचको लागि होइन डिलिट गरिदिनुहोस्, फेरि यसलाई सेलेक्ट गर्नुहोस् र यसलाई कुन लेयरमा हटाउनुहोस्, यो मेरो सिलेक्ट भइरहेको छैन यो लेयर, भेन्टिलेसनमा राखिदिएँ है त। यसलाई ब्लक बनाउन चाहनुहुन्छ भने पनि बनाउन सक्नुहुन्छ। अब यो डोरलाई फेरि त्यहाँ के गर्नु पऱ्यो, राखिदिनु पऱ्यो। कसरी लाइन छ यो हेरौँ, यतापट्टि फर्केको छ भनेपछि मिरर गरेर यसलाई यहाँ इन्टर गर्छु, यसलाई सेलेक्ट गरेर यहाँ इन्टर गरिदिन्छु र यो पोइन्टलाई चाहिँ समातेर कहाँ राखिदिन्छु, म यहाँ राखिदिन्छु है त। यो लाइनलाई अब चाहिने काम छैन, यसलाई डिलिट गरिदिन्छु। तर यहाँ चाहिँ के चाहियो भने त यहाँ यो लाइन छ भनेपछि यसलाई ट्रिम गरिदिन्छु, यो पोर्सनलाई यतापट्टि। ठिक छ, बेडरुम बनिसक्यो। अब हामी स्टोर रुम पनि भयो, किचन पनि बनिसक्यो। अब के गरौँ, यो D1 र मेन डोर हालौँ है त। D1 कति छ 3 फिटको छ भनेपछि चाहिँ यहाँ इन्टर गर्छु, सिम्पली यहाँ इन्टर गरेर यहाँ कति जान्छु 3 फिट इन्टर गरेँ, माथि कति गएँ, माथि यहाँ हटाइदिएँ, यो बिचको पोर्सनहरूलाई चाहिँदैन, यसलाई ट्रिम गरिदिएँ र फेरि यतापट्टि यहाँ इन्टर गर्छु, यहाँबाट यहाँसम्म एउटा लाइन तान्छु, अफसेट गर्छु 4 फिटको, यो लाइनलाई यहाँबाट यहाँ 4 फिट अफसेट गरिदिएँ र ट्रिम गरिदिन्छु यो पोर्सनलाई र यो भागलाई पनि है त।
यो कोलुमबाट आएको छ मेन डोर 4 फिट यो D1लाई त भनेपछि यो D1 थियो हाम्रो डोर। म यसलाई सुरुमा कपी गरेर अर्थ मोड अफ गर्न सक्नुहुन्छ यसलाई। यसलाई यहाँ राखेँ, यसलाई के गर्छु रोटेट गर्छु या फेरि गर्छु यसै राखिदिएँ है। अब यसलाई सिम्पली सेभ गरेर यहाँ इन्टर गरिदिनुहोस्। यो पोइन्टलाई सिलेक्ट गरेर यो पोइन्टभन्दा पनि यो पोइन्टलाई सिलेक्ट गरेर यो पोइन्टलाई यहाँ राखिदिनुहोस्, भइहाल्यो। अब हामीले मेन डोरको लागि चाहिँ यस्तो दुईवटा बनाउनु पर्ने हुन्छ है त। भनेपछि त्यसको लागि म के गर्छु भन्दाखेरि चाहिँ मेन डोरको लागि 2 फिट 6 इन्चको छ, यो 3 फिटको छ। म यहीँ डोरै बनाउँछु है त। हेर्नुहोस् है, यसले इन्टर गरेँ 4 फिट इन्टर गरेँ, स्केप गरेँ। त्यसको लागि पनि यो डाइमेन्सन सबै सेमै हुने हो। यसले इन्टर गर्छु, यतापट्टि 3 इन्च इन्टर गरेँ, माथिपट्टि कति जाने 2 जाने, फेरि माथि कति जाने 2 जाने, माथि कति 2 र यतापट्टि कति जानु पर्यो 1 जानु पर्यो। भनेपछि मैले यहाँ हटाएँ। अब मेन डोरको लागि होइन केही छैन। यसलाई सिम्पली सिलेक्ट गरौँ, यसलाई मिरर गर्नुहोस्, यो पोइन्टलाई यसरी यहाँ इन्टर गरिदिनुहोस्। अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि आरइसी रेक्टेङ्गल गर्नुहोस्, यो पोइन्टबाट कहाँ आउनुहोस् भन्दाखेरि यो लाइनको मिड पोइन्टमा आउनुहोस् एरियासम्म। फेरि स्पेस गर्नुहोस्, त्यही रेक्टेङ्गल कमान्ड रिपिट हुन्छ। यो पोइन्टबाट कहाँ आउनुहोस् एरिया यो पोइन्टसम्म आउनु है त। अब यहाँ अलिकति मिलेन हाम्रो, म यसलाई डिलिट गरिदिन्छु। आरइसी रेक्टेङ्गल यो पोइन्टबाट यो पोइन्ट यो चाहिँ मिलेर आइन्छ नि त। मैले डिलिट गरेँ। आरइसी रेक्टेङ्गल यो पोइन्टबाट ठ्याक्कै यसमा मिल्दैन भयो। भनेपछि म यसलाई सिम्पली यतिलाई माथि सिलेक्ट गर्छु र रोटेट गर्छु, आरो इन्टर। यो पोइन्टलाई यसरी माथितिर पठाइदिन्छु। त्यस्तै गरी यसलाई पनि यसरी सिलेक्ट गर्छु र आरो रोटेट गर्छु यो पोइन्टबाट कता माथि। अब भनेपछि चाहिँ मैले यो लाइनलाई अफसेट पनि गर्न सक्छु। ओ इन्टर गरेँ, कतिले गरेँ माथिपट्टिको हाइट 4 इन्च छ भने 4 इन्चको अफसेट पनि गरिदिएँ त। ल अब यो आर्क गर्छु यो पोइन्टबाट यो लाइनको मिड पोइन्टमा है त। यो पोइन्टमा यतापट्टि आयो, त्यस्तै गरेर यो पोइन्टबाट यहाँबाट के आयो यो पोइन्ट मिड पोइन्टमा आयो यसरी। अब म सिम्पली यो दुईवटा पोइन्टलाई के गर्छु डिलिट गर्छु। एन्ड हाम्रो मेन डोर पनि चाहिएको छ। अब टिआर यसरी ट्रिम पनि गर्न सक्छु। यसलाई सेलेक्ट गरेर डोर भन्ने लेयरमा राखिदिन्छु है त। डोर र यसलाई के एउटा ब्लक पनि बनाइदिन्छु। एउटा मात्रै छ, ब्लक बनाउन खासै पर्दैन, त्यही पनि मेन डोर भनिदिएँ। ओके गरेँ, यसलाई साह्रो सिलेक्ट गरेर यम इन्टर गर्छु र यो पोइन्टलाई सिलेक्ट गरेर ठ्याक्क लगाएर यो पोइन्टलाई राखिदिन्छु। हेर्न सक्नुहुन्छ हाम्रो मेन डोर पनि बनिसकेको छ। हेर्न सक्नुहुन्छ हामीले यो यति माथिको पोर्सनहरू बनाइसकेका छौँ। डाइमेन्सन पछि तिमीलाई। अब हामी स्टेयरकेस बनाउनु है त। हेर्न सक्नुहुन्छ स्टेयरकेसको यो स्टेयर विड्थ कति छ 4 फिट 5 इन्चको छ भने यो स्टेयर कति छ 10 इन्चको छ है त। भनेपछि र यतापट्टिको यो ल्यान्डिङ पनि कति छ त, ल्यान्डिङ पनि यो पोइन्टबाट 2 फिट 11 इन्च रहेछ है त। भनेपछि यो लाइनबाट हामी कति छ 2 फिट 11 इन्च अनि 10 फिटको चाहिँ हामीले के भन्छ अफसेट लिनुपर्ने हुन्छ त। भनेपछि यल इन्टर गरेँ मैले, यल इन्टर गर्न पर्दैन किनभने यही लाइनलाई हामीले सिम्पली यतापट्टि अफसेट गर्दा पनि भयो। भनेपछि ओ इन्टर गरेँ कति 2 फिट 11 इन्टर गरेँ, 2 फिट 11 आयो। अब यसैलाई सिलेक्ट गर्दै फेरि यो गरेँ र कति 10 इन्चको हो नि त ट्रेड हाम्रो। भनेपछि यसलाई यसरी सिम्पली क्लिक गर्छ है त। यसरी गर्न सक्नुहुन्छ, यो छैन होला। अब यो लाइनलाई यहाँ टच गर्न पर्यो, त्यसको लागि चाहिँ एक्सटेन्ड कमान्ड गर्नुपर्ने हुन्छ। EX इन्टर गरिदिनुहोस्। यसलाई सिम्पली एउटा लाइनलाई टच गर्दै गए पनि हुन्छ, नत्र एउटा पोइन्टलाई यहाँ उठाउनुहोस्, सर यतापट्टिसम्म जानुहोस्, सबै लाइन जान्छ।
यो लाइन पहिला गइसकेको भएर चाहिँ यतापट्टि भयो, यसलाई ट्रिम गरिदिएँ मैले। अब यो लाइनबाट फेरि के गर्छु म 4 फिट 5 को चाहिँ के गर्छु म अफसेट गर्छु। यो पनि यता 4 फिट 5 इन्च, यो पनि यता 4 फिट 5 इन्च, यो बिचको भनेको चाहिँ हाम्रो यो ग्याप रहनेछ यहाँ। भनेपछि यो बाँकी पोर्सनलाई म के गरिदिन्छु ट्रिम गरिदिन्छु है त। यो पोर्सन नि ट्रिम, यो पोर्सन नि ट्रिम, र यहाँदेखि यहाँ सेलेक्ट गर्छु र F8 इन्टर गरेर म सर सिधै यहाँसम्म जान्छ है त। यहाँसम्म चाहिँ हाम्रो स्टेयर पनि सजिलै बनिसकेको छ। म अब यसको लागि सिम्पली यति लाइनलाई क्लिक गर्छु र स्टेयर भन्ने लेयरमा जान्छु। स्टेयर ल स्टेयर्स भन्ने लेयरमा राखिसकेको छु। अब म एउटा यसको लागि हामीले डाइरेक्सन दिनुपर्ने हुन्छ कताबाट कता जाने भने यसको लागि यल इन्टर गरेर यहाँबाट सिम्पली एउटा पोलिलाइन अथवा लाइन लिएर तपाईँ गर्न सक्नुहुन्छ है त। यसको लागि चाहिँ F8 लाई अफ गरेँ मैले अर्थमा, यसलाई सिलेक्ट गर्छु, यसलाई सिलेक्ट गरेर मिरर गर्छु है त। मिररको लागि F8 ल यहाँ इन्टर है त। भनेपछि यसलाई सिलेक्ट गरेर तपाईँले केमा राखिदिनुहोस्, कुनै एउटा लेयरमा राखिदिनुहोस् यसलाई पनि। टेक्स्ट अनि राखिदिएँ मैले। ल आजको भिडियोमा यति नै। अर्को भिडियोमा चाहिँ हामीले यसमा बाँकी रहेका कामहरू तलपट्टिको बरान्डाहरू बनाउने छौँ, अनि यो टेक्स्टहरू दिने डाइमेन्सनहरू दिने कुराहरू चाहिँ अर्को भिडियोमा गर्नेछौँ है त। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामीसँग जोडिन चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथीहरूको माझ सेयर पनि गरिदिनु होला, र अझै थप यस्तो भिडियो चाहनुहुन्छ भने चाहिँ लाइक पनि गरिदिनुहोस् है त भिडियोलाई।